हाई एभ्रिवान, नेप्स एनालाइसिसको डेली अपडेटमा यहाँहरूलाई स्वागत छ। नेप्सेले आज राम्रो राइज दिएको छ है, सम रिलिफ भनौँ, के रिलिफ भनौँ। यद्यपि है, यद्यपि मैले भनिराखेको चाहिँ वेट एन्ड वाच एप्रोच चाहिँ अपनाउनु भनिराखेको छु है। वेट एन्ड वाच एप्रोच अपनाउनु, बढे पनि घटे पनि भनिरहेको छु। किनकि मैले हिजो मैले के भनेको थिएँ, यो जोनमा चाहिँ 2-3वटा ग्रिन क्यान्डल अथवा रेड क्यान्डल एउटै जोनमा भएको नाच्न दिनु भनेको थिएँ है, नाच्न दिनु भनेको थिएँ मैले हिजो। स्ट्राटेजी सेम छ है, स्ट्राटेजी सेम नै हो। आज हल्का भोल्युम बढेको छ। अब दुईवटा कुरा हुन्छ। अब जस्तो भोलि हुने आन्दोलनले कस्तो रियाक्ट गर्छ, नम्बर 1, भोलि हुने आन्दोलन पछाडिको मतलब आन्दोलनलाई टार्गेट बनाएर बढाएको हो भने चाहिँ त्यसमा स्ट्रेन्थ हुँदैन। एउटा सर्टेन टाइममा, सर्टेन फ्रेममा, जुनसुकै जोनमा पनि गइसके पछाडि के गर्न सक्छ त भन्दाखेरि चाहिँ यसले चाहिँ रियाक्ट गर्न सक्छ, नम्बर 1 है। यो चाहिँ बुझ्न जरुरी छ। जुनसुकै जोनमा पनि गएर रियाक्ट गर्न सक्छ, पेनिक सेलिङ क्रिएट गर्न सक्छ होइन। भोलिको आन्दोलन अनि त्यस पछाडि हुने पोलिटिकल सिनेरियो ख्यालमा राखेर चाहिँ इन्ट्री लिँदा बेटर हुन्छ भन्छु स्टिल म आज बढे पनि है। अनि नर्मल्ली चाहिँ अब एउटा बन्ने क्यान्डल अब भनेको चाहिँ के हुन्छ, अब ट्याक्कै सन्डेबाट थाहा हुन्छ फेरि एन्ट्री लिने कि फेरि होल्ड गर्ने भन्ने कुरा है। फेरि इन्ट्री लिने कि होल्ड गर्ने भन्ने कुरा चाहिँ अब सन्डेबाट थाहा हुन्छ। कसरी थाहा हुन्छ भन्दाखेरि भोलि त बन्द मार्केट, भोलि आन्दोलन छ, पर्सि छ। अनि त्यस पछाडि पर्सि फर्स्ट आवरमा तल लोवर विक बनाएर चाहिँ माथिपट्टि गएर ग्रिनमै क्लोज भयो भने बुझ्नुहोस् कि अब बिस्तारै मार्केट चाहिँ माथि जाँदैछ भन्ने बुझ्ने। यदि माथि पर्सि के भइदियो त भन्दाखेरि चाहिँ पर्सि एउटा माथिपट्टि विक बनाएर स्याङसुङ प्लेयर्सहरू चाहिँ निस्क्यो भने के बुझ्ने त भन्दाखेरि चाहिँ यो धेरै माथि जाने मार्केट होइन भन्ने बुझ्ने। सिम्पल भयो। अब म सिम्प्लिफाई गरिदिन्छु। कसरी क्लियरिफाई गरिदिन्छु भन्दाखेरि अब पर्सि बन्ने मार्केट के छ, पर्सि भने सन्डे हुने मार्केटमा चाहिँ सेलरहरू विक भए अनि बायरहरू चाहिँ स्ट्रङली आयो। अब आन्दोलन सकियो, यस्तै भयो भन्ने तरिकाले गयो भने चाहिँ प्रोबेबली त्यतिखेर चाहिँ हामीले फर्स्ट सेकेन्ड आवरमा एउटा पेनिक सेल क्रिएट भएर लास्ट आवरमा 10भन्दा कममा क्लोजिङ भयो अथवा ग्रिन क्यान्डलमै क्लोज भयो भने चाहिँ हामी फेरि एकदम पोजिटिभ भएर बस्न सक्छौँ होइन। यदि पर्सि नै पेनिक सेलिङ क्रिएट भयो है, पर्सि पेनिक सेलिङ क्रिएट भयो, यहाँनिर बढेको मार्केट, यहीँबाट रेड क्यान्डल फर्मेसन भयो ओभर अ डे है, दिनभरि चाहिँ रेड क्यान्डल नै फर्मेसन भयो भने चाहिँ डराउनु पर्ने हुन्छ। त्यति बेला के गर्ने त भन्दाखेरि चाहिँ अहिले हल्का बढेको छ, त्यतिखेर बढेको स्क्रिप्ट चाहिँ फालिदिएर डाङडुङ निस्किहाल्ने। अनि अलि तल बटममा गइसके पछाडि पर्सि यस्तो खाले क्यान्डल चाहिँ फर्मेसन हुनु भएन। पर्सि कस्तो हुनु पर्यो त भन्दाखेरि चाहिँ पर्सि बरु यस्तो भइदियो, रेड क्यान्डलै फर्मेसन भइदियो भने पनि के छ त भन्दाखेरि चाहिँ रेड नै फर्मेसन भइदियो भने पनि केही हुँदैन बरु है। यत्तिको भइदियो भने पनि के हुन्छ, यहाँनिर स्मार्ट मनी छिरेको भन्ने बुझ्न सकिन्छ। तर चाहिँ भइदियो के भन्नुहुन्छ भने यस्तो भइदियो है, बेरिस इन्गल्फिङ क्यान्डल फर्मेसन भइदियो अनि भोल्युम ठुलो आयो भने चाहिँ वेट गर्ने। मैले कति भनेको छु, 25-40 भनेको छु। त्यो जोन पछाडि चाहिँ बल्ल बाईको लागि जाने। त्यतिखेरसम्म यो आन्दोलन भन्ने कुरा यताउता पनि न्युट्रलाइज हुन्छ होइन। यदि चाहिँ आजको क्यान्डलले चाहिँ भोलि अब चाहिँ के आन्दोलनहरू हुँदैछ, त्यो आन्दोलनहरू हुनुभन्दा अगाडि चाहिँ बढाएर फालेर एक्जिट लिइसकेका हुन् भने चाहिँ पर्सि एउटा पेनिक सेलिङ क्रिएट हुन्छ ओभर डे। यदि चाहिँ त्यस्तो होइन, नर्मली नेचुरल्ली नै हो भने चाहिँ पर्सि एउटा सानो 10-20 अङ्कको गिरावट आउनु नर्मल मान्नुपर्छ। अनि त्यस पछाडि चाहिँ
अझ नेचुरल्ली नै बढ्न थाल्यो। अब मार्केटले चाहिँ यस्ता पचाइसक्यो आन्दोलन भनिसके पछाडि चाहिँ ग्रिन क्यान्डल फर्मेसन हुन्छ। सिम्पली सेटअप त्यही हो। यदि पर्सि ग्रिन क्यान्डल सेटअप भयो, पेनिक सेलिङ क्रिएट भएन दिनभरि भने चाहिँ त्यस पछाडि स्क्रिप्टहरू पनि आफ्नो सेटअपमा आएका हुन्छन्, उठाउन थाल्ने। यदि चाहिँ पेनिक सेलिङ क्रिएट भयो भने चाहिँ आफूसँग यो बढेको बेला चाहिँ जति पनि आफूसँग भएको स्क्रिप्टहरू बढेको थिए तिनीहरूमा चाहिँ 30 to 40% चाहिँ के गर्ने, सेल गरेर निस्कने। सिम्पल छ है। यो चाहिँ ओभरअल यही नै हो, ओभरअल यही नै हो। अनि कतिमा आएर फर्केको छ मार्केट? 0.78 हो, 78 हो होइन, कतिमा छ? 0.78 भन्दा माथि नै छ। 612 हो त, 612 भन्दा तलै छ है। 612 लाई ब्रेक नै गरेर बसेको छ। अब यो जोनमा चाहिँ केही नगर्ने, आनन्दसँग बस्ने, न बाई गर्ने न सेल गर्ने। अनि त्यसपछि पर्सिको चाहिँ सिचुएसन, अब आज त सकिसक्यो होइन, अनि पर्सिको चाहिँ सिचुएसन हेरेर त्यही अनुसार रियाक्ट गर्ने। सकभर के गर्ने त भन्दाखेरि फर्स्ट आवरमा चाहिँ पेनिक छ भने त्यतिखेर नबेच्ने। अब जब 1 बजे पछाडि चाहिँ पेनिक हुन थाल्यो, 1 बजे पछाडि पनि त्यस्तै पेनिक नै रहिरह्यो भने मार्केट आफू 30 to 40% स्क्रिप्ट आफ्नो क्यापिटलबाट एक्जिट हुने, क्यास बनाउने। अनि त्यस पछाडि चाहिँ 25, धेरै फरक पनि होइन, 25-40 को आसपासमा आएर चाहिँ के गर्ने त भन्दाखेरि किन्न, फेरि पोजिसन बनाउन थाल्ने। ओके, वेट अ मिनट, मलाई यहाँ कसैले मेसेज गरेको छ। सरी। ओके ल है, यो भयो। अब आज धेरै दिन भयो हामीले हेरेको छैनौँ के अरे ट्रेडिङमा है। बिबिसीले पनि हेल्प गर्यो आज पढाउन। माइक्रो आज बढेको छ, यद्यपि धेरै नातिनु, आत्तिर किनिहाल्नुपर्ने कन्डिसन छैन। इन्भेस्टमेन्टको सेम छ है, इन्भेस्टमेन्टको सेम नै छ। म फेरि सिएचडिसीमा देख्दैछु है चाम। सिएचडिसीमा केही होला जस्तो छ है। ओके, अदर्स आज त ओभरअल सबै सेक्टर बढेको छन्। भोल्युम त्यस्तो कसैको पनि एकदम व्यापक छैन है, व्यापक छैन। डेभलपमेन्ट ब्याङ्क धेरै नलिनु है, थोरै बरु लिनु, एउटा मात्र लिनु। धेरै चाहिँ डेभलपमेन्ट ब्याङ्कमा फाइनेन्समा नखनाउनु, किनकि अलरेडी चाम आएको स्क्रिप्ट हो, त्यसमा डराउने है, त्यसमा डराउने। अनि ब्याङ्किङ के छ? ब्याङ्किङ रेडमै क्लोज भएको छ। अनि नन लाइफ के छ? नन लाइफ ओके, अलराइट। नन लाइफ चाहिँ बरु पोजिसन ठिकै छ नन लाइफको है, नन लाइफ पोजिसन ठिकै छ। होटलको चाहिँ बरु ट्रिपल बटम बनाएको छ, ट्रिपल बटम जस्तो देखिन्छ यो जोनमा है। यहाँनिरबाट चाहिँ मोमेन्टम अबला जस्तो छ, तर यो पनि धेरै चाम बोकिरहेको छैन भनिसके पछाडि होस् गर्ने। ओके, त्यस्तो कुनै पनि स्क्रिप्टहरू मैले हिजो एउटा भनेको थिएँ, त्यो किन्नु बिस्तारै इन्ट्री बनाउनु कुन स्क्रिप्ट भन्ने चाहिँ हिजोको भिडियो हेर्नु होला है। अनि भन्दै धेरै मैले गरिनँ। अनि आज टाइम पनि थोरै छ। ब्रोकर एनालाइटिक्स ओके, एचएरएल एनआरआइसी सबलाई कतिको छ? एनआरआइसी एचएरएल ओके, एचएरएल ठिक होला है, एचएरएल। अनि ब्रोकर समरी ओके, ब्रोकर समरी 56151 अनि 3434 लगभग बराबर छ, त्यस्तो केही फरक छैन, ड्रास्टिक चेन्जेस छैन। अब त्यही हो, पर्सिको आन्दोलन, पोलिटिकल कन्डिसन कस्तो हुन्छ,
फेरबदल हुन्छ कि हुँदैन होइन, एक्कासी चेन्ज हुने कुरा हो। यो कुरालाई चाहिँ मार्केटले कसरी रियाक्ट गर्छ, आन्दोलनलाई कसरी रियाक्ट गर्छ भन्ने कुरा पर्सि 11, 12, 1 बजेसम्म हामीलाई थाहा हुन्छ। 1 बजेसम्म पनि पेनिक सेलिङ क्रिएट भइराख्यो भने चाहिँ डराउने, नभए चाहिँ 11 देखि 12 अथवा 1 बजेसम्म, 1 बजेभन्दा पछाडि पनि पेनिक सेलिङ भइराख्यो भने चाहिँ डराउने, नभए 1 बजेसम्म चाहिँ वाच मात्र गर्ने, केही पनि नगर्ने है। सिम्पल भने मैले। अनि त्यस पछाडि चाहिँ कसरी रियाक्ट गर्छ भन्ने कुरा चाहिँ त्यहीँबाट मैले अघि नै क्यान्डलहरूको दिएँ, त्यो क्यान्डलहरूलाई वाच गर्ने, कस्तो क्यान्डल फर्मेसन हुन्छ भन्ने कुरा ख्याल गर्ने। यदि चाहिँ राम्रै भयो, गेन भयो भने चाहिँ हामी अर्को दिनबाट हामी तपाईँहरूलाई चाहिँ किन्नको लागि मोमेन्टम ठिक छ भनेर किन्नको लागि हामी के गर्छौँ त भन्दाखेरि आह्वान गर्छौँ भन्दै आजको मैले भिडियो यहीँ नै इन्ड गर्न चाहेँ। जसले हेर्नु भएको छ उहाँहरूलाई धन्यवाद होइन, हामीलाई फलो गर्नुभएको छ उहाँहरूलाई धन्यवाद भन्दै आज यति नै भयो है त।